Okay, welcome back to the video, and here we will solve the question number 2 of past year question 2025 BIT third semester. यहाँ question number 2 मा चाहिँ हाम्रो फर्स्ट पार्ट क्वेसनलाई चाहिँ दुईटा पार्टमा ब्रेक गरेको छौँ. ओके, फर्स्ट पार्ट चाहिँ हाम्रो यो थ्योरी पार्ट हो. यहाँनिर चाहिँ डिफिनेसन सोधेको छ, वाट इज अ लिनियर इक्वेसन एक्सप्लेन विथ एक्जाम्पल्स. लिनियर इक्वेसन भनेको चाहिँ के हो? लिनियर इक्वेसन भनेको चाहिँ जसको जुन यस्तो इक्वेसन जसको चाहिँ डिग्री म्याक्सिमम 1 छ अनि त्यसलाई चाहिँ ग्राफमा प्लट गऱ्यौँ भने चाहिँ त्यसले स्ट्रेट लाइन दिन्छ भने त्यसलाई भन्छौँ हामी लिनियर इक्वेसन. फर इक्जाम्पल हामी हेर्न सक्छौँ एक्स प्लस 2y इक्वल्स टु 3, जस्तै 2x प्लस 4y इक्वल्स टु 4. यो इक्वेसनहरूको म्याक्सिमम डिग्री कति हो त 1 हो. अनि यसलाई चाहिँ प्लट गर्छौँ भने हामीलाई स्ट्रेट लाइन दिन्छ. त्यसै गरी यही क्वेसनको एउटा हाम्रो छ क्यालकुलेसन पार्ट. यहाँनिर हामीले भनेको छ कि गिभन इक्वेसनलाई चाहिँ हामीले सल्भ गर्नुपर्ने छ. ओके, x1 x2 x3 को भ्यालु निकाल्नु पर्ने छ. तिनवटा इक्वेसन दिएको छ र यसलाई चाहिँ कुन मेथडले सल्भ गर्नु पर्यो भने गॉस रेडियल इटरेसन मेथड. ओके, लेट्स स्टार्ट सल्भिङ दिस. फर्स्ट अफ अल यो मेथडलाई हामी एप्लिकेबल या स्टार्ट गर्नुभन्दा अगाडि फर्स्ट अफ अल हामी चेक गर्ने यो इक्वेसन जुन छ नि यसको चाहिँ हाम्रो चेक गर्ने कि डायगोनल डोमिनेन्स मेथड या रुल फलो गरिरहेको छ कि छैन इक्वेसनले चाहिँ. ओके, यो इक्वेसनहरू जुन छ नि यसलाई हामी यदि म्याट्रिक्स फर्ममा लेखौँ भने यो यसको पोजिसनहरू डिफाइन गर्छ यहाँबाट. अनि यो पोजिसनको अनुसार हामीले यो डायगोनल डोमिनेन्स चेक गर्छौँ. कसरी भने A11 भनेको यो हो, यो भनेको यो इलिमेन्ट चाहिँ यो दुइटाको सम गर्दाखेरि ठुलो छ भने यसलाई चाहिँ हामी फर्स्ट इक्वेसन मान्छौँ. अनि A22 भनेको यो हो, यो भनेको चाहिँ यो दुइटा सम गरेर जति आउँछ त्योभन्दा ठुलो भ्यालु हुनु पऱ्यो यहाँनिर चाहिँ. अनि यहाँ यो A33 पोजिसनमा चाहिँ यो दुइटाको सम गरेपछि पनि ठुलो हुनु पऱ्यो यसको भ्यालु चाहिँ. ओके, त यो रुल फलो गरेर हामी इक्वेसनलाई एरेन्ज गर्छौँ. तर यहाँनिर हेर्दाखेरि चाहिँ के भयो त भन्दाखेरि अब यो इक्वेसन चेक गर्छु भने यो दुइटा सम गरेर पनि यो ग्रेट स्मलरै छ. यहाँनिर यो दुइटा सम गरेर पनि चेक गर्छु भने यो पनि स्मलरै छ, यो दुइटाबाट पनि स्मलरै छ. त्यसैले यहाँनिर ल अफ डायगोनल डोमिनेन्स फलो भइरहेको छैन. त यसलाई चाहिँ हामी यसरी नै सल्भ गर्नु पऱ्यो, यसलाई एरेन्ज गर्न सकिँदैन. ओके, यदि सकिरहेको छौँ भने चाहिँ हामीले फास्ट एन्सर र एक्युरेट एन्सर कम टाइममा निकाल्नको लागि चाहिँ ल अफ डोमिनेन्स चाहिँ चेक गरेर एरेन्ज गऱ्यौँ भने क्विक एन्सर आउनसक्छ है. त्यसलाई अब रिएरेन्ज गरेर लेख्नुपर्ने हुन्छ. हामी रिएरेन्ज गरेर लेख्छौँ. त हामीले चाहिँ फर्स्ट इक्वेसनलाई जस्तै त्यहाँबाट x1 को टर्म्समा लेख्ने है. त हाम्रो के भइहाल्छ सबैलाई आरएचएसमा जस्तै पठाउनु पऱ्यो. त 6x2 माइनस x3 यति हुन्छ. अनि 3x1 थियो त्यसैले यसको डिभाइड बाई के भइहाल्छ 3 डिभाइड बाई 3 भइहाल्छ, डिभाइड बाई 3. यो हाम्रो भयो इक्वेसन 1. अनि त्यसै गरी x2 सेकेन्ड इक्वेसनबाट x2 को भ्यालु निकालौँ. त्यसमा गर्दाखेरि चाहिँ 13 माइनस 2x1 माइनस 3x3 यसको होल डिभाइड बाई 4 हुन्छ. यो भनेको सेकेन्ड इक्वेसन भयो. त्यसै गरी x3 इक्वल्स टु थर्ड इक्वेसनबाट x3 को भ्यालु निकालौँ है, एरेन्ज गरेर लेख्नु पर्यो. त हामीले 9 माइनस x1 माइनस 3x2 गऱ्यौँ. त्यसपछि डिभाइड बाई 2 हुन्छ अनि इट इज इक्वेसन 3. ओके, हामीसँग तिनवटा इक्वेसन दिएको थियो. त्यो फर्स्ट इक्वेसनबाट हामीले एक्सको भ्यालु निकाल्यौँ, सेकेन्डबाट x1 को x2 को x3 को यसरी चाहिँ तिनटैबाट हामीले चाहिँ उसको रिएरेन्ज गरेर लेखेको. ओके, सो अब हामीले फर्स्ट इटरेसन स्टार्ट गर्छौँ. त्यसमा चाहिँ के गर्ने भने फर्स्ट इटरेसनमा लेट गर्नुपर्छ हामीले के भने x2 इक्वल्स टु 0 एन्ड x3 इक्वल्स टु 0. यो पुट गरेर हामी x1 को भ्यालु निकाल्छौँ. ओके, त x1मा फर्स्ट इक्वेसनमा x1 को भ्यालु निकाल्नको लागि हामीले x2 र x3 चाहिँ 0 राखेको छौँ. त यहाँनिर के हुन्छ त 16 माइनस 6 इन्टु 0 माइनस 0 डिभाइड बाई 3. यहाँनिर कति हुन्छ 8 आउँछ. ओके, त्यसै गरी x2 को भ्यालु निकाल्नु पऱ्यो होइन. अब x2 को भ्यालु निकाल्ने बेलामा यसको x2 को इक्वेसन के छ हाम्रो 13 माइनस 2 टाइम्स x1 छ. अब x1 को भ्यालु कुन लिने भने हामीले जुन लेटेस्ट भ्यालु आएको छ यहाँ x1 को भ्यालु 8 आएको छ त्यो भ्यालु हामीले युज गर्नु पऱ्यो. ओके, माइनस 3 इन्टु x3 छ हाम्रो, 3 इन्टु x3 छ. x3 को भ्यालु हाम्रो के छ अहिले 0 नै छ. यहाँनिर 0 नै लेट गरेको छौँ हामीले. यहाँनिर x1 को भ्यालु मात्रै निकालेको छौँ अहिलेसम्म. त्यसैले x3 को भ्यालु 0 लिनु पऱ्यो अनि होल डिभाइड बाई 4 गर्नु पऱ्यो. यो अब यसलाई क्यालकुलेटरबाट हामी सल्भ गर्छौँ भने कति आउँछ त यसको भ्यालु चाहिँ हाम्रो
समथिङ लाइक -0.75 आउँछ। त्यसै गरी x3 को भ्यालु पनि निकाल्नु पर्यो अब यो इक्वेसनबाट। x3 त 9 माइनस x1 भनेको हाम्रो लेटेस्ट भ्याल्यु, इमिडिएट भ्यालु अफ x1 चाहिँ यो 8 हो। ओके, माइनस 3 टाइम्स x2। त x2 भनेको चाहिँ हाम्रो लिमिटेड भ्यालु के आएको छ x2 को, यहाँबाट इक्वेसन 3 मा चाहिँ हामीले के गर्ने 9 माइनस x1। x1 भनेको चाहिँ हाम्रो के भएको छ, लेटेस्ट भ्यालु 8 आएको छ, 8 लेखेँ, माइनस 3 टाइम्स यहाँनिर यही इक्वेसन हामीले चाहिँ रिपिट गर्नु पर्यो कि इक्वेसन यो x3 को इक्वेसन यो हो। त x3 निकाल्नको लागि यो इक्वेसनमा चाहिँ हामीले x2 को भ्यालु चाहिँ के हाल्ने भने यो लेटेस्ट जुन आएको छ हाम्रो -0.75। ओके, अनि होल डिभाइडेड बाई 2 यसको चाहिँ एन्सर आउँछ हाम्रो 1.08। ओके, यो यसरी यो चाहिँ हाम्रो फर्स्ट इटरेसन कम्प्लिट भयो। ओके, त हाम्रो अब सेकेन्ड इटरेसन, यसपछि चाहिँ हामीले फेरि अघिकै यो 3टा इक्वेसनमा फेरि अब भ्यालुहरू x1 को निकालौँ, x2 को, फेरि x3 को। त सेकेन्ड इटरेसनमा हाम्रो यहाँ के भ्यालु, x1 को भ्यालु हाम्रो 8 हुन्छ, x2 को भ्यालु यहाँनिर छ -0.75, x3 को भ्यालु 1.08। त सेकेन्ड इटरेसनमा हामी फर्स्ट के को भ्यालु निकाल्छौँ, x1 को, फेरि x1 को भ्यालु निकाल्नु छ भने हाम्रो x1 को इक्वेसन हाम्रो यो छ। यो इक्वेसनमा फेरि x2 को भ्यालु हाल्छु र x3 को भ्यालु हाल्छु, जुन हाम्रो लेटेस्ट भ्यालु आएको छ। ओके, त यसलाई चाहिँ कसरी लेख्छौँ भने इक्वेसनमा छ 16 माइनस 6 इन्टु x2 छ। x2 को भ्यालु हाम्रो कति आएको छ, -0.75 एन्ड माइनस 3 x3 भनेको 1.08 आएको हो, अनि होल डिभाइडेड बाई 3 हो। त्यही x1 को भ्यालु यहाँबाट आउँछ हाम्रो 6.473। त्यसै गरी अब x2 निकाल्नु पर्यो। x2 को इक्वेसन हाम्रो के छ, 13 माइनस 2x1 माइनस 3x3 होल डिभाइडेड बाई 4। यसमा फेरि हामी x1 र x3 को भ्यालु हाल्छौँ। त के आउँछ, 13 माइनस 2 टाइम्स 6.473। किनभने यहाँनिर हामीले x1 को भ्यालु कुन लिने भने यो अहिले जुन इमिडिएट भ्यालु आएको छ त्यो फेरि यहाँनिर हामी हाल्नु पर्यो x1 ठाउँमा, माथिको x1 को भ्यालु नलिने। ओके, यहाँनिर इमिडिएट भ्यालु छ त्यो हामी एड गर्नुपर्ने हुन्छ। -3 टाइम्स 1.08 होल डिभाइडेड बाई 4। त्यसै गरी हामी अब x3 को पनि निकाल्छौँ। x3 को इक्वेसन के छ, 9 यहाँनिर 9x1 9 माइनस x1 माइनस 3x2 छ। यसलाई चाहिँ हामी डिभाइड बाई 2 छ। यसलाई चाहिँ हामी के गर्ने, 9 माइनस x1 भनेको चाहिँ हाम्रो x1 को लेटेस्ट भ्यालु के छ त 6.473 माइनस 3 टाइम्स x2 को लेटेस्ट भ्यालु के छ हाम्रो यहाँ -0.7965। ओके, होल डिभाइड बाई 2। x3 को भ्यालु आउँछ हाम्रो 0.0735। ओके, यहाँनिर हामी जति पनि इटरेसन पर्फर्म गर्छौँ यहाँनिर हामी म्याच गर्नुपर्ने हुन्छ। जस्तै यहाँनिर फर्स्ट इटरेसनमा x1 को भ्यालु कति आएको छ त, फर्स्ट इटरेसनमा चाहिँ x1 को भ्यालु 8 आएको छ, सेकेन्डमा चाहिँ हाम्रो x1 को भ्यालु 6 आएको छ, अनि x2 को भ्यालु -0.75 आयो, यहाँनिर चाहिँ x2 को भ्यालु -7.9। त्यसै गरी x3 को भ्यालु चाहिँ 1.08 थियो भने यहाँनिर चाहिँ x3 को भ्यालु कति आएको 0.735। यस्तै यो हामीले फेरि सेकेन्ड इटरेसन कम्प्लिट गऱ्यौँ। यसै गरी हामीले चाहिँ थर्ड इटरेसन पनि कम्प्लिट गर्ने। त्यसमा पनि अब लेटेस्ट भ्यालु अफ x1 युज गर्ने, x2 x3। त्यसै गरी थर्ड इटरेसन, फोर्थ इटरेसन पनि गर्ने जबसम्म हाम्रो चाहिँ जस्तै x1 को भ्यालु यहाँनिर 8 आएको छ अनि यहाँ 6.47 आएको छ। जबसम्म हाम्रो नजिकको भ्यालु रिपिट हुन थाल्दैन तबसम्म हामीले चेक गर्नुपर्ने हुन्छ। ओके, तर रिपिट भइरहेको छैन, यदि सेम आइरहेको छैन, जस्तै यहाँ 6.47 आयो, थर्ड इटरेसनमा x1 को भ्यालु चाहिँ 6.5 आइरहेछ, 6.4 आइरहेछ भने चाहिँ हामी चाहिँ स्टप गर्दा हुन्छ। ओके, यदि आइरहेको छैन भने चाहिँ हामीले चाहिँ मिनिमम यो लङ क्वेसनमा आएको छ त्यसैले हामीले मिनिमम 7 to 8 इटरेसनसम्म चाहिँ हामी जानुपर्ने हुन्छ। ओके, अब हामी थर्ड इटरेसन पर्फर्म गरौँ। फेरि हामीले फर्स्ट इक्वेसनमा चाहिँ लेटेस्ट भ्यालुहरू हाल्दै जानुपर्छ। 16 माइनस 6 हाम्रो x2, 6 इन्टु x2 हो माइनस, ओके, x2 को भ्यालु भयो माइनस x3 भनेको छ हाम्रो कति छ भ्यालु 0.735 एन्ड होल डिभाइडेड बाई 3 छ।
यसलाई क्यालकुलेट गर्दाखेरि चाहिँ हाम्रो 6.9 आउँछ। सिमिलरली x2 मा पनि फेरि लेटेस्ट भ्यालुहरू हाल्दै गर्दाखेरि 13 माइनस 2 टाइम्स 6.9 हामी किन गर्छौँ भने x1 को लेटेस्ट भ्यालु आयो, त्यसैले हामी 6.9 युज गऱ्यौँ। माइनस 3 इन्टु 0.0735 बाई 4 गऱ्यौँ भने कति आउँछ त? माइनस 0.255 आउँछ अन क्यालकुलेसन। ओके, सिमिलरली x3 पनि निकाल्ने। x3 को भ्यालुमा अब 13 किन यसको चाहिँ इक्वेसन के हो, 9 माइनस 6.9 हाल्छौँ किनभने हाम्रो लेटेस्ट भ्यालु अफ x1 को यहाँ छ। ओके, एन्ड 3 टाइम्स 0.255 यहाँ माइनस हुन्छ। ओके, एन्ड यसको होल डिभाइड बाई 2 इक्वल्स टु 1.4325 आउँछ अन क्यालकुलेसन। त्यसै गरी अब हामी फोर्थ इटरेसन पनि पर्फर्म गरौँ। फोर्थ इटरेसनमा जाँदाखेरि हाम्रो चाहिँ फेरि x1 इक्वेसनमा चाहिँ फेरि भ्यालु पुट गराउँछौँ। 16 माइनस 6 इन्टु x2 छ। x2 भनेको चाहिँ हाम्रो फेरि लेटेस्ट भ्यालु कति छ त? माइनस 0.255। ओके, माइनस x3 भ्यालु कति छ? 1.4325 लेटेस्ट भ्यालु डिभाइड बाई 3, इट विल रिजल्ट इन 5.365। ओके, सिमिलरली x2 पनि क्यालकुलेट गरौँ। 13 माइनस हुन्छ 2 टाइम्स 5.365। हामीले यहाँनिर x1 को फेरि लेटेस्ट भ्यालु युज गऱ्यौँ। ओके, 3 टाइम्स 1.4325 होल डिभाइडेड बाई 4। ओके, यसको भ्यालु आउँछ माइनस 0.506। एन्ड सिमिलरली हामी x3 पनि क्यालकुलेट गर्नु पर्यो। x3 को पनि क्यालकुलेट गर्दाखेरि 9 माइनस 5.365 माइनस 3 टाइम्स माइनस 0.506 बाई 2 आउँछ हाम्रो 2.5765। त्यसपछि हामीले फेरि फिफ्थ इटरेसन पनि पर्फर्म गरौँ। हामी कतिखेरसम्म यो गर्नुपर्छ भने जबसम्म हाम्रो यो दुईवटा इटरेसनको जस्तै x1 को भ्यालु 6.9 आयो, x1 को भ्यालु यहाँ 5.36 छ, त्यसै गरी जबसम्म हाम्रो यहाँनिर सिमिलर या नजिक आउँदैन, जस्तै 5 आयो भने यहाँ पनि 5 आउन थाल्यो भने चाहिँ त्यतिखेर चाहिँ हामीले चाहिँ स्टप गर्दा हुन्छ। नत्र कन्टिन्यू बढिराख्नुपर्छ हामीले सेम प्रोसेसलाई। ओके, फिफ्थ इटरेसन हेरौँ मिल्छ कि। ओके, फिफ्थ इटरेसनमा x1 को भ्यालु आउँछ 16 माइनस 6 टाइम्स माइनस 0.506 माइनस 2.57 डिभाइड बाई 3 आउँछ 5.488। x2 को भ्यालु त्यसै गरी 13 माइनस 2 टाइम्स x1 हुन्छ। x1 भनेको 5.488 आउँछ लेटेस्ट भ्याल्यु, एन्ड माइनस 3.257 यो भनेको चाहिँ हाम्रो x3 हो। त्यो x3 को लेटेस्ट भ्यालु चाहिँ हाम्रो यहाँ आएको थियो इटरेसन 4मा, त्यो युज गऱ्यौँ डिभाइडेड बाई 4, इट विल गिभ अस माइनस 1.4215। एन्ड सिमिलरली x3 को भ्यालु आउँछ हाम्रो 9 माइनस 5.488 माइनस 3 टाइम्स माइनस 1.4215 होल डिभाइडेड बाई 2, इट विल एन्सर टु 3.888। ओके, फोर्थ इटरेसन या फिफ्थ इटरेसन पनि कम्प्लिट भयो। यहाँनिर पनि हामी हेर्छौँ भने यहाँनिर x3 को भ्यालु 2.5 छ भने यहाँ चाहिँ 3.8 छ। इट इज नट टु क्लोज। यहाँनिर x1 इक्वल्स टु के हुन्छ त? 16 माइनस 6 टाइम्स 1.4215 माइनस 3.88 6.883। ओके, यहाँनिर यसको भ्यालु यति आउँछ। x2 को भ्यालु चाहिँ हाम्रो आउँछ 13.2 इन्टु 5.488 माइनस 3 टाइम्स 388 होल डिभाइडेड बाई 4 माइनस 2.9 आउँछ। ओके, सिमिलरली x3 को भ्यालु चाहिँ हाम्रो 9 माइनस 6.883 माइनस 3 टाइम्स minus 2.9 and the result of 4.5। ओके, हाम्रो चाहिँ सिक्स्थ इटरेसनमा पनि यस्तो भ्यालु आइरहेछ है। तर हामीले एक स्टेप अझै गर्छौँ। ओके, त्यहाँ पनि यदि रिपिट हुन थालेन भने भ्यालुहरू चाहिँ हामी यहाँनिर चाहिँ स्टप गर्छौँ। इटरेसन 16 6 इन्टु 4.66 डिभाइड बाई 3
11.69 भयो यसको भ्यालु। ओके, x1 को भ्यालु फेरि यहाँनिर 11.69, यो भनेपछि अब धेरै नै डिफ्रेन्स हुन्छ। यहाँ 6 छ, यहाँ चाहिँ 11 आइरहेछ। यो भनेपछि फेरि भ्यालु डिस्पर्स भइरहेछ। त्यसैले हामी यो लास्ट इटरेसन पर्फर्म गर्छौँ अनि यसलाई स्टप गरिदिन्छौँ। यहाँनिर x2 भ्यालु -6.09 आइरहेछ अनि यहाँनिर हाम्रो चाहिँ -2.9, यो पनि धेरै नै डिस्पर्स भएर आइरहेछ है। सिमिलरली चेक गरौँ, x3 को भ्यालु चाहिँ 9 - 11.69 इन्टु or -3 into -6.09 and divided by 2 equals to 7 point something 79. ओके, यहाँनिर x3 भ्यालु पनि धेरै नै ह्युज आइरहेछ। त्यसैले हामी यहाँनिर स्टप गर्छौँ एन्ड हामी के कन्क्लुड गर्छौँ भने चाहिँ therefore x1 को भ्यालु चाहिँ हाम्रो कति आइरहेछ, अराउन्ड 5 र 6 को बिचमा आइरहेछ। हामी चाहिँ कति लिन्छौँ भने 6.88 छ, द्याट इज सिमिलर टु भन्न सक्छौँ 6। x2 को भ्यालु चाहिँ हामी के लेख्न सक्छौँ भने हाम्रो कति डिस्पर्स भइरहेछ, -1 -2 -6सम्म आइरहेछ। त्यसैले यसको भ्यालु यदि एभरेज हेर्दाखेरि 4.047, इट सिमिलर टु 2 - 2 एन्ड x3 को भ्यालु चाहिँ कति आइरहेको थियो भने 3 आइरहेको थियो, 4 आयो एकचोटि, त्यसपछि 1 2 3 4 आइरहेको छ। त्यसैले हामी यसको पनि 2 पोइन्ट एभरेज लिऊँ न, एभरेज 9 द्याट इज सिमिलर टु 3 हामी लिऊँ यसको चाहिँ। ओके।